नमस्कार साथीहरू, म एक्सिस राणा। आज म तपाईलाई हार्ट ट्रान्सप्लान्ट सर्जरीको प्रक्रियाबारे जानकारी दिन गइरहेको छु। हार्ट ट्रान्सप्लान्ट सर्जरी गर्नको लागि डाक्टरहरूले सबैभन्दा पहिले छातीको बीचमा एकदम सटिक कट लगाउँछन्। त्यसपछि छातीको हड्डी जसलाई स्टेनम भनिन्छ सावधानीपूर्वक खोलिन्छ ताकि मुटुसम्म सजिलैसँग पुग्न सकियोस्। त्यसपछि कमजोर मुटुलाई रक्तनलीहरूबाट छुट्याएर बाहिर निकालिन्छ। यस समयमा छातीभित्रको ठाउँ केही समयका लागि खाली जस्तो हुन्छ, तर बिमारी अझै नै जीवित नै रहन्छ किनभने एउटा विशेष मेसिनको प्रयोग गरिन्छ जसलाई हार्ट लङ मेसिन भनिन्छ। यो मेसिन शरीरमा रगत घुमाउने र अक्सिजन थप्ने काम गर्छ, अर्थात् अस्थायी रूपमा यसले मुटु र फोक्सो दुवैको काम गर्छ। यसैबीच एक डोनरको मुटु जुन चिसो र स्टेराइल घोलमा सुरक्षित साथ राखिएको हुन्छ बिमारीको शरीरमा सावधानीपूर्वक जडान गरिन्छ। जब सबै रक्तनलीहरूको जडान पूरा हुन्छ तब रक्तनलीहरूमा लगाइएको क्ल्याम्पहरू हटाइन्छ र रगतको प्रवाह फेरि सुरु हुन्छ। सामान्यतया नयाँ मुटु आफै धड्किन थाल्छ। यदि नधड्किएमा डाक्टरहरूले हल्का इलेक्ट्रिकल इम्पल्स दिन्छन्, जसले नयाँ धड्कन सुरु गराउँछ। नमस्कार, जय नेपाल।